हेलो दर्शक नमस्ते सम्पूर्ण मित्रहरू वेलकम टु माई मिनी ब्लग। स्वागत टक्राउन चाहन्छु मनबाट हृदयबाट भने यतिखेर म छु ड्युटीमा र म चाहिँ यहाँनिर यो ट्याङ्की चेक गर्न आएको थिएँ। म चाहिँ आफ्नै स्कुलमा ड्युटीमा छु, होली एन्जल्स एकाडेमी अर्जुनधारा 11 मा छु भने यहाँको टप फ्लाइट यस्तो रहेको छ। टप फ्लाइटमा यहाँनिर उतापट्टि बनिने क्रम पनि जारी छ। दर्शकबिनहरू यहाँ देख्न सक्नुहुनेछ हजुरहरूले, यहाँ बनिँदैछ। यहाँ अब चट्ट 5-6 दिन पछाडि ढलान भइहाल्छ र यहाँदेखि यस्तो भ्यू देख्न सक्नुहुनेछ हजुरहरूले, पुरै हरियाली हरियाली छ। अर्जुनधारा 11 हो यो चाहिँ दर्शकबिनहरू, सट्ट लगाएर यस्तो देखिन्छ है त। चैतमै बर्खा लागेर होला सायद, एकदमै हरियाली भइरहेछ। यस्तो तयारी भइरहेको छ यहाँनिर देख्न सक्नुहुनेछ हजुरहरूले। अब यो लगभग कति दिनमा होला ढलान? 3-4 दिन पछाडि हुन्छ। हाम्रो स्कुलको बसहरू यहाँ तल देख्न सक्नुहुनेछ, बसहरू 3टा बस छ हाम्रो स्कुलको भने होलिका टोल यस्तो रहेको छ है त। सट्ट लगाएर मिलाएर हेरिदिनु होला।